आज चाहिँ हामी पढ्न जाँदैछौँ जीवन पद्धतिका आधारमा समाजको विकास। जीवन पद्धति भनेको जीवनलाई कसरी चलाउने त्यो कुरो चाहिँ पर्छ। यसमा चाहिँ समाजलाई 5 प्रमुख वर्गीकरण गरिएको छ। त्यसमध्ये छ एउटा सिकारी समाज है। सिकारी समाज भनेको तपाईँको जीव-जन्तु मारेर चाहिँ आफ्नो जीवनशैली चलाउनु हो। अनि त्यस्तै गरी कृषिमा नि अब खेतीपाती गरेर फलफुल तथा बेचबिखन गरेर आफ्नो जीवन चलाउनु। पशुपालन भनेको पशु पालन गरेर डेरीजन्य सामग्रीहरू उत्पादन गरेर चाहिँ जीवनशैली चलाउनु। भौगोलिक समाज भनेको चाहिँ तपाईँको उद्योग कल कारखाना त्यसपछि व्यापारको माथि निर्भर भएर चाहिँ आधुनिक समाज हो। त्यस्तै आधुनिक समाज विज्ञान उच्च प्रविधि र पारस्परिक रूपमा अन्तर्निर्भर विकसित समाज। यसको मतलब यहाँ यसमा टेक्नोलोजी हुनु, विभिन्न नयाँ नयाँ कुराहरू हुनु र त्यसमाथि नै निर्भर भएर आफ्नो जीवनशैली चलाउनु नै आधुनिक समाज हो। अब त्यस्तै भयो हाम्रो सिकारी तथा कन्दमुल सङ्कलन समाज। यसको चाहिँ विशेषता के हो, मुख्यहरू त्यस्तो कुरा। प्रारम्भिक र सरल अवस्था। यो मानव सभ्यताको सुरुवात समाज हो। यो मानिसहरूको जीवनयापन लागि पूर्ण रूपमा प्राकृतिक निर्भर रहने गर्थे। माने यो समाजका मान्छेहरू चाहिँ प्रकृतिमा बढी निर्भर हुने गर्थे। मुख्यहरू जङ्गली जनावरहरूको शिकार गर्ने, वन कन्दमुल तथा फलफुल। कन्दमुल भनेको चाहिँ रुखको जराहरू यस्तो यस्तो परे सङ्कलन गर्ने र एक ठाउँमा अर्को ठाउँमा बसोबास गरिरहने, अस्थिर माने कुनै पनि ठाउँमा एक फिक्स ठाउँमा चाहिँ नबस्ने हतियार र औजारहरू। यसमा चाहिँ ढुङ्गा र काठका परम्परागत हतियारहरूको मात्र प्रयोग गरिन्थ्यो। वर्तमान अवस्था यस्तो समाज हाल विश्वका केही दुर्गम क्षेत्रमा जस्तै अफ्रिका र एमाजोन बेसिनका घना जङ्गलहरूमा मात्र आजकल देखिन्छ नि। अब त्यस्तै आयो कृषि तथा फलफुल खेती गर्ने समाज। स्थित्व र उत्पादनको युग। यस समाजको विकाससँगै मानिसले स्थायी रूपमा बसोबास गरी बालीनाली र फलफुल उत्पादन गर्न सिके। ग्रामीण बाहुल्यता। बाहुल्यता भनेको गाउँमा चाहिँ यसको चाहिँ प्रमुख रूपमा चाहिँ यसलाई मनाइने मतलब पेसा हो गाउँको चाहिँ। त्यसपछि वर्ग विभाजन। यसमा चाहिँ तपाईँको खेत भएको चाहिँ अलग छुट्टै वर्ग भइगयो। त्यसपछि खेत नभएको चाहिँ कृषि मजदुर भनेर चाहिँ अलग वर्ग, दुई वर्गमा चाहिँ छुट्याइएको छ। सहायक पेसा। यसको सहायक पेसा भनेको चाहिँ कृषि गर्दै हामीले चाहिँ पशुपालन पनि गर्न मिल्यो। त्यसपछि पशुपालन समाज। पशुधन नै प्रमुख आर्थिक आधार हो। यसको माने पशु बिना चाहिँ यो पशुपालन समाज चल्न मिलेन। सिकारी युगबाट अघि बढेपछि मानिसले जनावरलाई घरेलु बनाउन र पालन थालेपछि यो समाज सुरुवात भएको हो। यो जीविको परियोजना माने गाई भेडा भैँसी आदि इत्यादिहरू चाहिँ यसलाई पाल्ने गर्थे, जीवन चलाउँछन् पालेर चाहिँ यसको। अनि दुध र उनको महत्त्व। यसमा चाहिँ मासु, दुध, दही अनि फेरि पनिर सनिर यस्ता लगायतहरू वस्तुहरू उत्पादन गरेर बिक्री वितरण चाहिँ गर्छन्। अनि कृषि अभ्यास। यसमा चाहिँ पशुपालन समाज पालनसँगै थोरै मात्रामा सहायक पेसाका रूपमा कृषि पनि अघि लिएको पाइन्छ। त्यसपछि औद्योगिक समाज। औद्योगिक समाज भनेको त्यही कल कारखाना र उद्योगहरूमा यस्ता काम गर्नु हो। यसको मुख्य
मुख्य माध्यम जीविको पार्जनका लागि ठुलो उद्योग, कल-कारखाना र व्यापार व्यवसायमा प्रमुख रूपमा रहन्छन्। त्यसपछि माने यसमा जीवन चलाउनको लागि चाहिँ कल-कारखाना, व्यापार र व्यवसायहरूमा यस्ता यस्ता चाहिँ उद्योगमा चाहिँ निर्भर हुन्छन् आफ्नो जीवन चलाउन। नयाँ वर्ग संरचना समाजका मुख्य दुई वर्ग हुन्छन्। पुँजीपति वर्ग लगानीकर्ता मान्छे जो लगानी लगाउँछ र श्रम वर्ग जसले आफ्नो चाहिँ श्रम प्रयोग गर्छ र काम गर्छ, मतलब कर्मचारी। नेपाली सन्दर्भ नेपालको सन्दर्भमा काठमाडौँ र अन्य प्रमुख सहरी तथा भौगोलिक क्षेत्रहरूमा यो समाज तीव्र गतिमा बन्दैछ। माने यो समाजको चाहिँ विकास हुँदैछ अहिले पनि यो विभिन्न ठाउँहरूमा। अब त्यस्तै गरी आधुनिक समाजमा तपाईँको एकदम विकसित भएको समाज, प्रविधिको नवप्रवर्तन र बहुसांस्कृतिक यो मानव विकास र सभ्यताको सबैभन्दा विकसित तथा वर्तमान रूप हो। यसको जस्तै उदाहरण हामीले जस्तै अमेरिका कुनै पनि लस एन्जलस यस्ता ठाउँहरूको नाम चाहिँ लिन मिल्यो, मुख्य जहाँ पुरै विकास भएको छन्। त्यसपछि विज्ञान र प्रविधिको प्रयोग, इन्टरनेट, कृत्रिम बुद्धिमत्ता माने एआई, आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल प्रणालीको उचितमा उपयोग माने मुख्यतया हामीले इन्टरनेट र एआईहरूको र यस्ताको आफ्नो जीवनशैली चलाउन चाहिँ प्रयोग गर्ने। त्यसपछि उत्पादन र सेवाका लागि विश्वमा विभिन्न राष्ट्रहरू आपसी जोडिएका छन्। जस्तै सेवा आदान प्रदान गर्नको लागि चाहिँ विश्वमा विभिन्न देशहरू जोडिएका छन्। जस्तै अमेरिकाको जस्तै फेसबुक एउटा इक्जाम्पल लिउँ, यो विश्वभरिमा चाहिँ जोडिएको छ सेवा आदान प्रदान गर्नलाई चाहिँ। अब त्यसै विविधता र गतिशील समाजको तीव्र गतिमा परिवर्तन आइरहन्छ र विभिन्न सांस्कृतिक भएका मानिसहरूसँग मिलेर बस्छन्। यसमा चाहिँ दैनिकी रूपमा चाहिँ विकास भइरहेको छ र हामीहरूले चाहिँ यहाँ विभिन्न संस्कृतिका मानिसहरू चाहिँ मिलेर बस्ने देख्न सक्छौँ। अब जस्तै फोटोहरूमा हेर्न सक्नुहुन्छ, अब कुन मानिस कुन जातिको तर मिलेर चाहिँ बसिरहन्। अब आधुनिकता हेर्न सक्नुहुन्छ, अब जस्तै मजाले चाहिँ हिमाल पहाड तराई आदि इत्यादिहरू चाहिँ ड्रोनहरू चाहिँ उडिरहन् यसमा। ल आजको लागि चाहिँ यति, ल धन्यवाद है।